ल आयो है बोर्ड परीक्षा। हाई एभ्रीवन, आई एम राजन। देन आज म तपाईहरुको बीच क्लास 10 को, यस सही सुन्नुभएछ, एसईई को एक्जाम को बोर्ड त धेरै नजिकै छ। सो यस्तो प्रकारको प्रश्न जुन बोर्डमा आउने गर्छ, हरेक साल यस्तै प्रश्न आउँदै गर्छ। ग्रुप ए मा दिएछ नम्बर 1 मा दिएछ 300 जना मानिसहरूको समूहमा गरिएको सर्वेक्षणमा 150 जनाले आइफोन र 200 जनाले एन्ड्रोइड फोन मन पराएको पाइयो, तर 25 जनाले यी दुई मध्ये कुनै पनि फोनहरू मन नपराएको पाइयो। इन इंग्लिश वर्ड, इन अ सर्वे of 300 people it was found that 150 people liked the iPhone and 200 people liked the Android phone, but 25 people didn't like any of these two phones। अब हामी सल्युसन लेखेर यु नाउ हामीलाई दिएको यहाँ नम्बर अफ यु इक्वल टु 300 जुन हाम्रो मानिसहरूको समूह दिएछ टोटल, हामीले 300 यहाँ लेखिदिए। अनि नम्बर अफ आई इक्वल टु हाम्रो आइफोनको कति छ 150 छ। अनि नम्बर अफ ए इक्वल टु एन्ड्रोइडको कति छ त 200 छ, आई मिन 200। अब हाम्रो यहाँ दिएछ नम्बर अफ आई युनियन ए को कम्प्लिमेन्ट इक्वल टु 25। आई मिन त्यसको मतलब के हो भनेर युनियनको कम्प्लिमेन्ट छ भने त्यो मन नपराउने हो है साथीहरू, बुझ्नु होला राम्रोसँग। मन नपराउने भनेको हाम्रो 25 यहाँ दिएछ है। अनि तल के दिएछ नम्बर अफ आई इन्टरसेक्सन ए भनेको मन पराउने है, यो कुरा बुझ्नु होला। अब हामी क्वेसन 1 को ए मा अब गए हामी। यदि आई र ए ले क्रमशः आइफोन र एन्ड्रोइड फोन मन पराउने मानिसहरूको समूहलाई जनाउँछ भने नम्बर अफ आई युनियन ए को कम्प्लिमेन्ट इक्वल टु गणनात्मक लेख्नुहोस्। इन इंग्लिश वर्ड, इफ आई एन्ड ए denote the sets of people who liked iPhone and Android phone respectively, write the coordinately of number of I union A को कम्प्लिमेन्ट। सल्युसनमा नम्बर अफ आई युनियन ए को कम्प्लिमेन्ट इक्वल टु भनेको हाम्रो मन नपराउने हो। मन नपराउने भनेको हाम्रो कति दिएछ 25 दिएछ, हो हाम्रो ए को भयो। अब बी मा के दिएछ माथिको जानकारीलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस्। प्रेजेन्ट द अबभ इन्फर्मेसन इन अ भेन डायग्राम। अब हामीलाई यहाँ भेन चित्र प्रस्तुत गर्नुपर्छ है। अब हाम्रो आइफोनको 150 दिएछ र एन्ड्रोइडको 200 दिएछ। अनि आइफोन र एन्ड्रोइड मन पराउने भनेको हाम्रो दिए छैन। अनि मैले एक्स मानिसकेँ, अनि यसमा हामीले माइनस गर्नुपर्छ है एक्स गरेर। अनि हाम्रो आइफोन र एन्ड्रोइड मन नपराउने भनेको कति दिएछ 25 दिएछ, हामी बाहिर लेख्नुपर्छ है फेरि। अब हामी सीमा जान्छौँ। सीमा के दिएछ आइफोन मात्र मन पराउने मानिसहरूको संख्या पत्ता लगाउनुहोस्। फाइन्ड द नम्बर अफ पिपल हु लाइक्ड आइफोन ओन्ली। सल्युसनमा आइफोन मात्र मन पराउने भनेको नम्बर अफ यु इक्वल टु यो फर्मुला हामीलाई युज गर्नुपर्छ र भेन चित्रको प्रयोगबाट पनि गर्न सकिन्छ। अब हामीले यहाँ गरेछौँ 150 माइनस एक्स प्लस 200 माइनस एक्स प्लस 25 इक्वल टु 300। अब माथि एउटा एक्स प्लसमा छ एउटा माइनसमा छ भने त्यो कटिहाल्छ है। अब एउटा एक्स बच्यो भने एक्स इक्वल टु 150 प्लस 200 प्लस 25 इक्वल टु 300। अब 150 प्लस 200 प्लस 25 एड गर्दा हाम्रो 375 आयो। अब योबाट 300 माइनस गर्दा 75 आयो है हाम्रो आइफोन मात्र मन पराउने। डीमा दिएछ आइफोन र एन्ड्रोइड दुवै मन पराउने संख्या र यी मध्ये कुनै पनि फोन मन नपराउने मानिसहरूको संख्या बीच तुलना गर्नु। अब सल्युसनमा तुलना गर्दै दुवै मन पराउने नम्बर अफ आई इन्टरसेक्सन ए इक्वल टु 75, कुनै पनि मन नपराउने नम्बर अफ आई युनियन ए को कम्प्लिमेन्ट इक्वल टु 25। अब तुलना गर्दा हाम्रो कति आयो 3:1 आयो है। अब हामी क्वेसन 2 मा आइसक्यौँ। यहाँ दिएछ एकजना सेवानिवृत्त शिक्षकले रु 80,000 2 वर्षका लागि प्रति वर्ष 10% को दरले अर्धवार्षिक चक्रीय ब्याज पाउने गरी एउटा विकास ब्याङ्कले रहेको आफ्नो खातामा जम्मा गरेछ। सल्युसनमा दिएको मूलधन पी इक्वल टु रु 80,000 हाम्रो दिएछ। टाइम भनेको समय हाम्रो 2 वर्ष दिएछ। अनि ब्याजदर आर इक्वल टु 10% दिएछ प्रति वर्ष है त फेरि। अब एमा दिएछ अर्धवार्षिक चक्रीय ब्याज अनुसार 2 वर्षमा कति पटक ब्याजको गणना गरिन्छ। अर्धवार्षिक चक्रीय ब्याज अनुसार 2 वर्षमा 4 पटक ब्याजको गणना गरिन्छ। यो फिक्स क्वेसन आउँछ यस्तै सेम के। बीमा दिएछ उक्त शिक्षकले 2 वर्षको अन्त्यमा अर्धवार्षिक ब्याज अनुसार ब्याज प्राप्त गर्छन्, पत्ता लगाउनुहोस्। अब सल्युसनमा पी इक्वल टु 80,000 दिएछ। टाइम भनेको 2 वर्ष अनि आर इक्वल टु 10% दिएछ। यु नाउ डेट हामीलाई थाहा छ कि अर्धवार्षिक चक्रीय ब्याज सिआई इक्वल टु P1 प्लस आर अपन 200 हुन्छ, किनभने यहाँ अर्धवार्षिक दिएछ अनि 2t हुन्छ है -1। यो फर्मुला युज गर्नुपर्छ। अनि अब हाम्रो सिआई 17,240.5 आयो है। अब सीमा दिएछ सोही ब्याज दरमा वार्षिक चक्रीय ब्याज अनुसार कति रु 80,000 को मिश्रधन रु 1,64,080 हुन्छ, पत्ता लगाउनु। पी इक्वल टु रु 80,000, ब्याज दर आर इक्वल टु 10% अनि समय इक्वल टु वाट, मिश्रधन सी इक्वल टु रु 1,64,480। यु नाउ डेट हामीलाई थाहा छ कि वार्षिक चक्रीय मिश्रधन सी इक्वल टु P1 प्लस आर अपन 6 के पावर t
चक्रीय मिश्रधनमा सीएमा -1 हुँदैन, सीआईमा हुन्छ है। यो थाहा हुनुपर्छ हजुरहरूलाई। अब फर्मुला अनुसार तेस्रो स्टेपमा हाम्रो 1.1 आएछ। आई मिन 1.1 को हामीले क्यालकुलेटरमा पावर गरौँ भने 3 हाम्रो 1.331 आइहाल्छ। त्यसको हाम्रो टाइम कति थाहा हुन्छ कि समय 3 वर्ष हुन्छ है। च्यानललाई तुरन्तै सब्सक्राइब गर्नु प्लिज। क्वेश्चन नम्बर 3 मा दिएछ एउटा मिनी बस रु 40 लाखमा खरिद गरियो। 3 वर्षसम्म प्रयोग गर्दा रु 1,50,000 आम्दानी भयो। यसको मूल्यमा प्रति वर्ष 15% को दरले ह्रास आउँछ र 3 वर्षपछिको सो मिनी बस बिक्री गरियो। सल्युसन दिएको हाम्रो यो मिनी बस चाहिँ 40 लाखमा खरिद गरियो अनि यसबाट आम्दानी कति भयो 1.5 लाख भयो अनि टाइम भनेको 3 वर्ष अनि आर इक्वल टु 15% त्यो ह्रास भयो है। एमा दिएछ यदि बसको खरिद मूल्य V0 वार्षिक मिश्र ह्रास दर 8% र बसको टी वर्षपछिको मूल्य टी भनेको समय है टाइम रु VT भए VT-लाई V0 र 8% र टी को रूपमा व्यक्त गर्नुहोस् भने यसको के लेख्नुपर्छ सल्युसनमा VT इक्वल टु V0 1 माइनस R/100 को पावर टी किनभने त्यहाँ ह्रास दिएछ मिश्र ह्रास। सो यसमा हामीलाई माइनस युज गर्नुपर्छ है साथीहरू। अब हामी बीमा जान्छौँ। बीमा दिएछ 3 वर्षपछिको सो बसको बिक्री मूल्य पत्ता लगाउनुहोस्। अब हामी सल्युसनमा लेख्छौँ यु नाउ द्याट हामीलाई थाहा छ कि VT इक्वल टु V0 1 माइनस R/100 को पावर टी। यो हाम्रो फर्मुला यसमा युज गर्नुपर्छ है त फेरि। अब यो V0 भनेको हाम्रो 40 लाख भयो अनि 1 को 1 नै लेखेँ माइनस R भनेको हाम्रो 15 दिएछ हामी 15/100 लेखिदिएँ किनभने 100 हुन्छ है। अब हाम्रो टाइम कति दिए थियो त्यसमा 3 वर्ष दिएछ 3 वर्ष इन्टु 1 अब लेखिदिए है हामीले। अब यस्तै गर्दै हाम्रो कति आयो VT इक्वल टु 24,56,500 हाम्रो VT आयो है। अगेन हामीलाई के गर्नुपर्छ जुन हाम्रो 24,56,500 आयो VT। अब यसमा हामीलाई जति हाम्रो 3 वर्षमा आम्दानी भयो त्यो एड गर्नुपर्छ। कति आम्दानी भयो त्यो 3 वर्षमा 1,50,000 1,50,000 र त्यसमा एड गर्दा हाम्रो कति आयो 39,56,500। सो अब माइनस गरेर कतिमा हामी लिए थियौँ त्यो माइनस गर्दा हाम्रो कति आएछ माइनस गर्दा 43,500। अब भागा जतिमा हामी लिए थियौँ त्यो भाग गर्दा 40 लाखमा भाग गर्दा इन्टु 100 मार्दा हाम्रो के भयो घाटा भयो त्यो। अब सीमा दिएछ उक्त मिनी बसको कुल कारोबारबाट भएको कुल नाफा वा नोक्सान प्रतिशतमा पत्ता लगाउनुहोस्। अब सल्युसन दिएको हाम्रो बसको खरिद मूल्य भनेको 40 लाख भयो अनि जम्मा आम्दानी भनेको हाम्रो 15 लाख थियो। अब जम्मा आम्दानी र VT एड गर्दा 39,56,500 आयो। यसमा हामीलाई नोक्सान भयो किनभने यहाँ 40 लाख छ यहाँ 39 लाख भने नोक्सान त भएछ नि। अब बसको खरिद मूल्यभन्दा बसबाट भएको जम्मा आम्दानी कम भएकोले यहाँ नोक्सान भयो। अब हामी क्वेश्चन 4 मा आइसक्यौँ। यहाँ दिएछ एकजना मानिसले विदेश जानको लागि अमेरिकन डलर साट्न ब्याङ्क गएछ। उक्त दिनको मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर 1 को खरिद दर रु यु नाउ द्याट हामीलाई थाहा छ कि 1 डलर बराबर 132 हुन्छ त्यो खरिदमा अनि बिक्रीमा 1 डलर बराबर 133 हुन्छ। एउटा कुराहरू युज हुन्छ कि आफ्नो देशको पैसा अरू देशमा दिँदा त्यो चाहिँ भाग हुन्छ र अर्को देशको पैसा आफू लिँदा त्यो चाहिँ इन्टु हुन्छ है। यो कुरा थाहा हुनुपर्छ हजुरहरूलाई। अब हामी एमा जान्छौँ। एमा दिएछ सो मानिसले रु 3,32,500 सँग अमेरिकी डलर साट्दा कति डलर प्राप्त गर्छन् पत्ता लगाउनुहोस्। सल्युसनमा हामी के लेख्छौँ अब 3,32,500 त्यो आफ्नो देश भयो त्यसमा के गर्नुपर्छ यसमा भाग गर्नुपर्छ। भाग कतिले किनभने हामीले बिक्री गर्दैछौँ यार बिक्री गर्दैछौँ भने 133 ले भाग गर्दा हाम्रो कति आउँछ 2500 डलर आउँछ। अब हामी बीमा जान्छौँ। बीमा दिएछ सोही दिन उसको साथीले अमेरिकन डलर 2800 साट्दा कति नेपाली रुपियाँ पाउँछ। अब यहाँ यसले चाहिँ खरिद गर्दैछ खरिदमा 132 युज हुन्छ है फेरि। अब
मुद्रा कति प्रतिशतले अमूल्य भएछ पत्ता लगाउनुहोस्। कति मतलब बढेछ, कति अमूल्य भनेको बढ्नु है, त्यो कुरा थाहा हुनुपर्छ हजुरहरूलाई। अब सल्युसनमा $1 बराबर 138.32 माइनस 133, किनभने हाम्रो बिक्री दर कति थियो, $1 बराबर 133 थियो र 138.32 त्यो चाहिँ अमूल्य बढेको छ दाम। अब यसबाट माइनस गर्दा कति आएछ हाम्रो 5.32। अब त्यो हाम्रो आयो अनि भाग गर्दा 133 जुन हाम्रो अहिले चलेछ त्यसमा इन्टु गर्दा 100 4% हाम्रो आउँछ है साथी। क्वेश्चन नम्बर 5 मा दिएछ वर्ग आधार भएको पिरामिडको उचाइ 21 सेन्टिमिटर र आधार भएको लम्बाइ 20 सेन्टिमिटर छन्। अब हामी सल्युसनमा लेख्छौँ। सल्युसन दिएको पिरामिडको उचाइ आई मिन h = 21 सेन्टिमिटर अनि आधार जुन दिएछ r = 20 सेन्टिमिटर। एमा दिएछ वर्ग आधार भएको पिरामिडमा कतिवटा चित्रभुजाकार सतहहरू हुन्छन्। त्यसमा हामीलाई थाहा हुनुपर्छ कि 4वटा चित्रभुजाकार सतहहरू हुन्छन्। त्यो चाहिँ फिक्स क्वेश्चन हो, यस्तै आउँछ कि यो फिक्स हामीलाई थाहा हुनुपर्छ एन्सर। बीमा दिएछ उक्त पिरामिडको छड्के उचाइ पत्ता लगाउनुहोस्। सल्युसन विदाउट ड्याट हामीलाई दिएको छ कि L² = √h² + r²। त्यो फर्मुला हामीलाई युज गर्नुपर्छ। अब हाम्रो L बराबर h भनेको हाम्रो 21 भयो। अब फर्मुला अनुसार त्यसको स्क्वायर गरौँ, 21 को स्क्वायर प्लस अब r भनेको 20 दिएछ, 20 को स्क्वायर गरौँ। अब 21 को स्क्वायर भनेको 441 अनि एड गर्दा अब 20 को स्क्वायर भनेको 400। अब यो एड गर्दा हाम्रो L = √841 आयो अनि 841 अन्डर रुट गर्दा a² + 2al हो है। अनि अब a² भनेको हाम्रो 20 को स्क्वायर भयो, इन्टु 2 भनेको 2 इन्टु a भनेको हाम्रो 20 भयो, इन्टु l भनेको हाम्रो कति आएछ 29 आएछ। अनि अब यो सबै गर्दा हाम्रो कति आयो 1560 आयो है। 1 को दलले रङ लगाउँदा 1560 भयो अनि 5 को दलले 7800 भयो। र 16 भागको आयतन तुलना गर्नुहोस्। अब तुलना गर्दा हाम्रो 6160 भागे 1232 त्यो हाम्रो चाहिँ 5:1 आएछ है तुलनामा। अब हामी 7 मा आइसके। 7 को तपाईहरु आफै हेर्नुहोस् किनभने भिडियो धेरै लङ भइहाल्छ के भोइस भिडियो बनाउँदा। एकदम सिम्पल छ 7 को। यदि 7 मा कुनै बुझ्नु भए छैन भने सो तपाईहरुले मलाई मेसेज गर्नुहुन्छ, म यसको एन्सर दिन्छु है। फेरि बुझ्नु भए छैन भने तब मेसेज गर्नु होला है। तपाईहरु नोटमा सर्नुहोस्। यो ए को एउटा भयो अनि एउटा बी भयो अनि एउटा सी भयो। यो x - y त्यो चाहिँ हामीले क्रस मल्टिप्लाई गरिदिए अनि तलको x - y x + y सारिदिए है। अब के दिएछ, अब x + y छ भने हामीले स्क्वायर गर्न सकिन्छ। x² + y² माइनस को माइनस अनि
एक्स स्क्वायर माइनस वाई स्क्वायर यसको हामीले गरिदिएँ अनि तलको तल सारिदिएँ अनि फेरि के दिएछ। अब यहाँ ए स्क्वायर प्लस बी स्क्वायरको फर्मुला के हो, ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर। त्यस्तै गरी यहाँ अल्फाबेट हाम्रो चेन्ज छ, यहाँ दिएछ एक्स स्क्वायर प्लस वाई स्क्वायर। अब यसको हामीले यहाँ यस्तै गरेछौँ एक्स स्क्वायर प्लस 2xy प्लस वाई स्क्वायर अनि माइनसको माइनस गरे अनि एक्स स्क्वायर माइनस वाई स्क्वायर दिएछ अनि यसको हामीले के गर्न सकिन्छ एक्स स्क्वायर माइनस 2xy प्लस वाई स्क्वायर अनि तलको तल सारिदिएँ अनि अब हाम्रो तल के दिएछ एउटा एक्स माइनसमा छ र एउटा प्लसमा छ। सो हामीले एक्स स्क्वायर काटिदिएँ अनि एउटा वाई स्क्वायर माइनसमा छ एउटा वाई स्क्वायर प्लसमा छ। सो हामीले यो पनि काटिदिएँ। अब हाम्रो यहाँ के भयो 2xy प्लस 2xy के भयो हाम्रो 4xy भयो अनि तलको के तरिकाले तपाईहरुलाई स्टडी गराउनु भएछ के तर म तपाईहरुलाई एकदम सिम्पल तरिका बुझ्ने खालको क्वेशनको सल्भ गर्छु है फेरि। अनि यो 100% फिक्स हो, ग्यारेन्टीको साथ एकदम आउँछ। 3-4 वर्षदेखि यस्तै नै क्वेशन आउँछ र यो वर्ष पनि अवश्य नै आउने रहेछ है साथीहरु। अब म सल्भ यसको गरे, तपाईहरुले ध्यान दिएर कापीमा 3-4 पटक प्रेस्ट गर्नु होला टिपेर। अब म सोलुसन गर्छु यसको है। अब क्वेशन नम्बर 8 को ए मा दिएछ 4 को पावर x प्लस 1 अपन 4 को पावर x इक्वल टू 16 को पावर 1 अपन 16। अब यसको हामी सोलुसन गर्छौं कसरी गर्ने भनेर। अब यहाँ हामीलाई दिएछ 4 को पावर x 4 को पावर x दुईटा दिएछ। अब हामीले यसलाई मान्नु पर्यो केही। अब मैले यहाँ a मानेछु, 4 को पावर x इक्वल टू a मानेछु, मैले मानेछु है फेरि। अब तपाईहरुले यहाँ जेसुकै मान्दा हुन्छ, r जेसुकै मान्दा हुन्छ। अब मैले यहाँ a माने है फेरि। अब सोलुसनमा 4 को पावर x इक्वल टू a हामीले यहाँ मानिसके अनि अब 4 को पावर x को सट्टामा हामीलाई a लेख्नु पर्छ। सो हामीले 4 को पावर x को सट्टामा अब हामीले a लेख्छौं। अब a प्लस 1 अपन a इक्वल टू 16 को पावर 1 अपन 16 अनि अब a इक्वल टू 16 अनि a इक्वल टू 1 अपन 16 यो हामीले यसमा मान्नु पर्छ। अर्को स्टेपमा चाहिँ a इक्वल टू 16 अनि a इक्वल टू 1 अपन 16 त्यो मानेछौं। किनभने एउटा 16 भागमा छैन, एउटा 16 भागमा छ, त्यो हामीले यहाँ मान्नु पर्छ। अब यस्तै नै सोलुसन हुन्छ। a इक्वल टू 16 भए। अब a भनेको हाम्रो 4 को पावर x थियो अनि यहाँ 16 दिएछ। 16 को के हुन्छ 4 दुना 16। सो हामीले 4 को मा दिएछ अनि a भनेको हाम्रो कति हो 4 को पावर x हो इक्वल टू अब 4 दुना 16 1 अपन 4 दुना 16। अब भाग गरेर हामी यहाँ तल लेखिदिए अनि भागमा छ भने त्यो माइनस हुन्छ, x इक्वल टू -2 हुन्छ है। अब हाम्रो एन्सर कति आयो x इक्वल टू +2 र -2 यो हाम्रो एन्सर आयो है। तपाईहरुले प्लिज मान्नुहोस् गरे यो एकदम फिक्स क्वेशन हो, तपाईहरु कापीमा टिपेर अवश्य नै गर्नु होला। अब यो अर्को क्वेशन हाम्रो यस्तै सेम नै छ, तपाईहरुले हेर्नु होला। छु यसो भोइस भिडियो क्याप्चर गर्दा त्यसको सोलुसन बताउँदा धेरै टाइम लाग्छ अनि त्यो तपाईहरुलाई आफै हेरेर गर्नु होला। र म एउटा कुरा लास्टमा के भन्छु, यो संसारमा यस्तो कुनै पनि कार्य छैन जुन मान्छेले गर्न सक्दैन। पहिला त आफूमाथि आफ्नो विश्वास हुनुपर्छ, अझैखेरि मान्छेले त भगवानलाई पनि गाली दिन्छन्। सो साथीहरुमा तपाईहरुलाई
एउटा कुरा भने तपाईहरु म्याथमा चाहिँ एकदम फिक्स ग्यारेन्टीको साथमा पास हुन सक्नुहुन्छ है त। फेरि अब तपाईहरुलाई म के भने यो जुन मैले जति पनि यो अहिले सल्भ गराएको क्वेशन त्यो 3-4 पटक कापीमा टिपेर अवश्य नै प्र्याक्टिस गर्नु होला। अनि लास्टमा के भन्न चाहे मेरो प्यारो साथीहरु, प्लिज म अनुरोध गरे जति पनि यो भिडियो हेर्नु भएछ यो चाहिँ धेरै भन्दा 100 मा 100% इम्पोर्टेन्ट छ। किनभने म पेपर हेर्दा 3-4 वर्षदेखि नै यस्तै नै खालको क्वेशन आइरहेछ म्याथको एसई को एक्जाममा, बोर्डको एक्जाममा है। सो तपाईहरुलाई म अनुरोध गरे कि कापीमा टिपेर 3-4 पटक यो क्वेशनको प्र्याक्टिस गर्नु होला र म राम्रोसँग यहाँ तपाईहरुलाई बुझाइदिए। जुन बुझ्नु भए छैन, कुनै क्वेशनको सल्युसन आए छैन भने मलाई शेयर गर्नुहोस्, मेसेज गर्नुहोस्, म यसको सल्युसन गर्छु है। यहाँ जुन मैले 9 क्वेशन सल्युसन गरेको त्यसमा चाहिँ एकदम आरामले तपाईहरु पास हुनुहुन्छ है। अनि अरु पनि गराउन मन थियो मेरो इम्पोर्टेन्ट क्वेशनहरु, तर टाइम नभएको कारणले म गराउन सक्दैन है साथीहरु। सायद बोर्ड एक्जाममा गराउन सक्छु के। हस्, धन्यवाद। च्यानललाई प्लिज तपाईहरुले सब्स्क्राइब गर्नुहोस् र कुनै पनि क्वेशन आए छैन भने मलाई मेसेज गर्नुहोस्। हस्, धन्यवाद।